यही वैशाख 26मा प्रदर्शनमा आउने चलचित्र उनको स्वेटरको ट्रेलर सार्वजनिक भएको छ, जसमा गाउँले युवा र युवती बीचको लभ र अट्र्याक्सनलाई देखाइएको छ। दुई फरक जाति बीचको प्रेम सम्बन्धले समाजमा सल्काएको आगो र त्यसको कारणले सृजना भएको विनाशलाई ट्रेलरमा समावेश गरेको छ। उनको स्वेटर यथार्थवादी शैलीमा बनेको चलचित्र हो, जुन सामाजिक कथामा बनेको चलचित्र हो। उनी दुई साथै अन्य कलाकार विक्रम राय, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ र प्रेम सुब्बाको अभिनय पनि यस मुभीमा देख्न सकिन्छ। नेपालमा घटिरहेको सामाजिक घटनालाई चौहानले आफ्नो मुभीको थ्रु देखाउने छन् कि उनले दिन खोजेको एउटा आर्टिस्टिक लभ स्टोरीलाई नेपाली अडियन्सहरूले रुचाउलान् त।